ल ल ल के गरेको गाइस ल एकबार ए भाइ भाइ सो फाइनली गाइस अब हाम्रो आजको ब्लग चाहिँ यहीसम्म छ गाइस अब गाइस ये हम नवाब के बड़े बड़े शहजादे आए हुए हैं कॉफी खाने हाय गाइस होली खेलेर अब ऊ जहिले ऊ ह्यान्डसमकै कुरा गर्छ है यहाँ ह्यान्डसम त मै जहिले नि ह्यान्डसम गाइस नढाटिकन भनौँ है जुन दिनदेखि काठमाडौँदेखि यहाँ आएको छ नि त्यो दिन मै ह्यान्डसम रे अब म मान्दैन है ल हेर फेरि छ भने यस भनौँ न छैन भने छोडिदियो अनि रेगुलर भिडियोमा देखिने भएको मै हुँ है ह्यान्डसम त मै हुँ नि त होइन अनि ऊ साथीमा अर्को पनि साथी छ उसले त त्यस्तो भन्दैन है तर यो मान्छे जहिले नि ह्यान्डसम हो मैले पनि ह्यान्डसमको कुरा क्युटको कुरा हो नि त हाई गाइस अलराइट गाइस हाम्रो अहिले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ आइस अमेरिकानो हेर्न सक्नुहुन्छ या यो चाहिँ ह्यान्डसम रे कुन एङ्गलदेखि ह्यान्डसम देखेको छ ल हेर्नु त गाइस यो ह्यान्डसम भन्दैछ अलिकति यसमा इफेक्ट लगाएको छु त्यही भएर ह्यान्डसमको कुरा गरिरहेको छ कि यो त म बिना इफेक्टको है यो चाहिँ बिना इफेक्टको हो गाइस है यता हेर के बिना इफेक्टको है अनि यता भावना ल यता अलराइट गाइस हाम्रो चाहिँ कफी चाहिँ सकिसकेको छ गाइस सक्यो कफी अमेरिकानो आइस अमेरिकानो अनि यता चाहिँ हाम्रो फ्यान रहेछौँ कि हामी उसको इन्टरभ्यू चाहिँ सुन्दा यति बवाल लाग्छ मलाई बहुत खुसी लाग्छ क्या यति बवाल इन्टरभ्यू दिन गरेछ उसले हो हेर त गाइस को मान्छे हो सायद चिन्छ होला है ब्लगहरू गाइज चिनिसक्यो होला गाइज म उसलाई चाहिँ यहाँ आजको टाइटलमा मेन्सन गरिदिन्छु अनि उसको हेर्नु होला है गाइज ऊ चाहिँ खतरनाक मान्छे हो कि बवाल लाग्छ अनि यो यता चाहिँ फेरि ह्यान्डसमको काम यो यता खै ह्यान्डसम हेर यता ओ ह्यान्डसम अलि इफेक्ट लाग्छ कि त्यही भएर त्यो गोरु देखेको छ आज यो साथी इफेक्ट त यार नवाब की शहजादी को यहाँ देखो बचपना लगा हुआ है अभी तक कॉफी खत्म हो गई लेकिन स्ट्रो बंद नहीं हो रहा है मेरो फोनमा फिल्टर छैन नि हाँ मेरो फोनमा फिल्टर छैन नि खासा फिल्टर तिम्रो लागि बनेको लो अच्छा नेहले पे देहला चलो फिर खाओ माँ कसम अम्मा होइंगे अम्मा में आ जाएंगे हम ल के गरेको गाइस ल एकबार ए भाइ ए अभी तक बचपना लगा हुआ है इन दोनों को गाइस मेरो त छ है अलिकति भोटर आइडी पनि त देखाऊ चलो दिखाओ फिर अब लर चाहिँ गर्दिनु के यस्तो चलो फिर खाओ माँ कसम वोटर आईडी है तुम्हारा ए रे ए फोटो हेर ये तो भाई AI है गाइस सक्यो है के बदेको दोस्त ए अगाडिबाट गाडी साडी आएको छैन नि फाइनली गाइस आज चाहिँ हाम्रो होली तीनजनाको बिचमा रमाइलो भयो केही भएन तर कफी खाएर चाहिँ बाबा रमाइलो भएको है सो अहिले हामी घरतिर निस्केको अब त्यही गएर कुरा गरौँला है गाइस अलिकति सिनेमेटिक सर्टहरू देखाइदिउँ है
दाइ राइडर हो अरे नि त नि हजुर दोस्रो गएर अस्ति क्या म एलेन चोकमा गएको है त्यति बेला के भएको एउटा बच्चा चाहिँ एकदम नोटिस गरिरहेछ मलाई आछ मतिर हेर्छ वरिपरि घुम्दो रहेछ अनि लास्ट त्यो भाइ तपाईँ राइडर हुनुहुन्छ भाइ कसरी भाइ म तपाईँलाई सब्सक्राइब गरेको छु मुला ढाक्ने काम गर्छस् होइन कि दाइ म सर्च गऱ्यो देखायो सब्सक्राइब गरेर रहेछ यार तपाईँले अनि थाहा पायो यार त्यो दिन थाहा पायो मेरो पनि यता सुदूरपश्चिम धनगढीमा सब्सक्राइबर रहेछन् भनेर मजा आयो यार त्यो दिन दिल खुस हो भाइ मेरो त यार सब्सक्राइबर नभरे नि मलाई त यत्तिकै चिन्छ यार मान्छेले भाइ बुझ्यौ जहाँ गयो म त त्यही अनि फेमस छ नि त फेरि ए तिमी त आफ्नो एरिया मात्र चिन्दैनौ के मलाई त मेरो एरियामा नभएर नि मलाई चिन्छन् अहिले ल यो तिम्रै गाउँमा त तिमीलाई नचिन्दैन यार तिमीलाई त पत्याउँदैनन् त्यहाँ पैसा लुटिहाल्यो मलाई त कसले नि टच गरेन ए राइडर दाइ हो भनेर छोड्यो अरे देख्यौ डर लाग्दो मान्छे छ भनेर चाहिँ छोड्यो क्या होइन डर होइन त्यो राइडर दाइ हुनुहुन्छ भनेर छोडेको के भाइलाई किन नलागो क्रिस्चियन ओके हेलो गाइज ए बहिनीलाई लाउन बहिनीलाई ए लगाइसक्यो ए भिडियो बसेन नि है हो ल ह्याप्पी होली है यतिजना म बहिनीलाई लाउँछु यतिजना मिलेर बिक्कीलाई झ्याम्की झ्याम लगाउनु पर्छ त अनि नाला सालामा उठाएर फालिदिने बिक्कीलाई आज विक्रम कैथीको हिरो आयो है ल ल ल चिन्छ कि चिन्दैन हो कालु ए बछुआ तुझे क्या हुआ ए रिसाइरहेछ हो लुना सो फाइनली गाइज अब हाम्रो आजको ब्लग चाहिँ यहीसम्म छ गाइज अब एन्डिङ भइरहेछ अनि म चाहिँ आफ्नो रुमतिर निस्केको नुहाइ गर्ने उता गएर अब आफ्नेको बाई बाई गर्ने का टाइम आ चुका है बिक्की साथीसँग सो राइट नाउ अहिले चाहिँ हाम्रो क्यामेराम्यान भनेको बिक्की साथी है पछाडि हेर्न सक्नुहुन्छ ऊ चाहिँ क्यामेरा समातेको सो म चाहिँ अब निस्केको है गाइज अब यता चाहिँ हेर्न सक्नुहुन्छ है बिहानदेखि जति बेलादेखि आएको छु म ह्यान्डसम फाइनली गाइस अहिले चाहिँ हेर्न सक्नुहुन्छ है आगेन औकात पे आगेन तराई में कलर खेल के एकचोटि फेसवासले मुख धुन्थ्यौ न अहिले 7 करोड केले धुने हो भीम साबुन लौ ओ भाई मारो मुझे मारो देखते हैं पूजा साबुन का और भीम साबुन का ल गाइज म निस्केको है ल दोस्त म निस्केको ल यदि साँझतिर म नुहाइ फ्रेस भएपछि म सायद के थाहा फेरि हाम्रो ब्लग फेरि कन्टिन्यू हुन्छ कि साँझतिर है ल